अघि बाजेलाई भन्ने सङ्कल्पले गर्ने कुरा हो। अब Cái bà cái chọc kìa à. Ý, hai bà đó. Dạ, mai hai bà nữa nữa. Hai bà nữa nữa, hai bà nữa nữa. Maju, hai bạn din nọ. Hai bạn đi. Konnichiwa. Konnichiwa कर दिन त. Hello. ल. फोटो. ल त हाई भन्नु न. बाई हाई भन्नु न. हाई भन्नु न. हाई गर्नु कमला बाने ल्याउँदै छु दुईटा हाल्दैन दिदी ए यहाँ बसेर खाली जाऊ यहाँ यता दिदी चियापत्ती चिनी हाले अलि फाट जानु ल कृतिका बोली चाहिँ ए दिदी आज नानी दिदीहरुसँग बोले चाहिँ छैन भन्छ पर्वत दाइ 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 हामी जान्ला है हामी त मौसम हेर्न जान्ला भाइ एङ्ग्री पर्वत दाइ भिडियो बनाएको हेलो भिडियो त्यसमा बत्ती राखेर उ त्यहाँबाट सल्कायो चारवटै किलो सल्काउने है उद्योबाट सल्काउने त्यसबाट फुल राख्नु है त्यो दुनामा चन्द्रमा पूजा सुरु नमो सन्तान शस्त्र शस्त्र माता धारणे नमः कर्म साधने दिवस्त नारायण नमः भो दीपम या गच्छयत् यवत्तं करतं सुप्रसन्नं वरदो भवः ल उते दियो बालिनु फेरि
आवेश नहीं किया है साथी श्री दीपस्ता नारायण याद अच्छे पुष्पाणि समर दीपस्ता नारायण के हुन्न ईश्वरलाई साह्रै भोक लागेको छ न्याउरो भइसक्यो पुरै न्याउरो पश्चिमे आदिपुरुषाय नमः या गच्छ या कृष्ण यावत् पूजं करोमि तावतं सुप्रसन्नो वर्ध पुष्पस्य पुष्पाणि समर्पयामि पश्चिमे आदिपुरुषाय नमः पश्चिम लाभाहरू पनि दिनुहोस् है छैन जाडो चिसो छँदै छैन दसैँ खाइन कि तिहार आउन कपुर किन हाले त कपुर किन कपुर भने के त कपुर केबाट भन्छ रणबीर कपुर ठीक छ भाइ कुकुर कुकुर के गर्छ कुकुरले पूजा गर्छ तल पूजा गर्ने भाइटिकाको अगाडि के गर्छ जसरी भोलिपल्ट भाइटिका भयो नि आज राति के गर्छ भैलो खेल्छ म पूजा गर्छु नि म पूजा हो पूजा गर्ने मान्छेलाई पूजा गर्ने ठाउँबाट हल्लाइ होइन पूजा गरेर अहिले ठुबाबाले उता म पनि बोक्ने चप्पल फुकाल्ने हो टकमाथि टकमाथि म गर्न दिँदैन पछि ल तेस्रो होइन जाऊ गाडी लिएर खा ल घुम्टेन घुम्टिहाल्नु
ओ निले पनि गर्नु भा निले पनि गर्नु सब के टक्का है हेलो गाइस रूपमसिनं व्याप्तं ईशानं सर्वलोकं देवता सूर्यो देवता सूर्यो देवता मरुतो देवता अझै नजिक लाग्नु न अनुहार देख्न अनुहारमा यता यता अयो राजु हेलो हाय बडी ठुला हुन्छ यता बडी ठुला ओम नमो भगवते सानोमा हुँदैन के हो क्या पुदाउनुको लागि हो चाहिन्छ के चन्दन अब ढोके भयो हैन भिडियो त उ यहाँ ऋतिका दिदीको क्यामेराम्यान ए ऋतिका दिदी हो जुम मोडो हेर्ने सबैले हो तीनचोटि रे गाइस बाई ल पहिलो असला कचोडी भयो दुईचोटी राउन्ड 2 कम्प्लिटेड फाइनल राउन्ड के गरेर खिचाउ सही एपिसोड परेको हुन्छ अरेलाई आई एम रियल क्यामेराम्यान त्यो सेतो मलाई पनि त होला अब सिद्धि है आमा अब सिद्धि हैन भाइ कहाँ गयो भाइ ऋतिका दिदीलाई लगेर भित्र बस्यो मोबाइल छिट्यो हैन कति राउन्ड भयो कति राउन्ड भयो हजुरको सेकेन्ड राउन्ड अलमोस्ट कम्प्लिटेड
Second round. अहिले कासिनका खोज्ने हो र तपाईँको भ्यामेजु राम्रो कति राउन्ड भयो? सेकेन्ड राउन्ड कम्प्लिट Now third थकेको छैन round. क्लास छैन हजुर ढाड दुख्यो होला। माइजु कति राउन्ड ढाड सिधा भन्नु नि त्यो। पत्रकार म्याम सोध्न क्वेसन कति राउन्ड माइजु अब हाम्रो पालि हो। तिमीहरू एकछिन पछि भयो हाम्रो गुसाउनु पूर्वै सुरु भइसक्यो तिमीहरू सुरु गरेन अघि गऱ्यो तपाईँ पनि गर्ने होइन फेरि एकचोटि कति चाहिँ गऱ्यो तिमीहरूले तपाईँको बाबाको टर्न अब तपाईँको टर्न ओके तपाईँको सँग पनि फेरि गर्ने हो कि मसँग नि मिल्दैन के लास्ट हो। तपाईँको बाबाको साटो गर्नु होइन यो हैन आफ्नै ए चोरी गर्ने हो होइन भन्नु केटी यहाँबाट आउने मान्छेहरूलाई कति राउन्ड भयो कतिचोटि घुम्नु भयो एकचोटि एकचोटि हामीले एकचोटि पनि भएन दाइ 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 प्रमोद दाइले होइन अर्को झ्याप हाल्छ आज हामीले झ्याप हाल्नु राउन्ड 3 अल डन गाइस सक्यो हात मिलाउनु बधाई छ ल ल ल हेभी भयो घुमौँ है हेभी भयो घुम्ने कि घुमाउनु पऱ्यो कि छोरी यहाँ चाहिँ भिडियोमा छ हजुर लाखपति बाल्यो त्यो आरतीको अहिले 5:30 भयो पञ्च भान्जी दिदी ल भान्जी पञ्च छोडी पञ्चकन्या त्यसरी बस्ने हो त अघि नखाइकन बस्नु पर्दैन त्यही त चप्पल खोला न ढङ्ग छैन दादी है तिम्रो त भयो अँध्यारो हो कि यहाँ त सबले रिच किड्स 5 रुपियाँ ल्याउने सबलाई एक रुपियाँ यही होला एक रुपियाँ बाह्र दाइ हामीले लियो 5 रुपियाँ एक रुपियाँ बाह्र यहाँ अर्को कन्या कहाँबाट अर्को कन्या कुमार थियो ढुक्नु न क्यामेरामा हेर्ने मेरो पनि आएन होला यहाँ रोजा त माथि गर्नुपर्छ कि मैले माथि गएको अघि नगर्ने भन्नुभयो के गर्छ कहाँ ल्याए
एक रुपियाँ हो त टिका लगाएर दिने भिडियो भिडियो एक रुपियाँ हो न टिका लगाएर दिने हाँ? एक रुपियाँ टिका लगाएर दिने क्या हामी पनि 5 रुपियाँले तपाईँले जोड्नु होला नि अघि 50 रुपियाँ ल्या 2 रुपियाँ 50 रुपियाँ 50 रुपियाँ ल्या अझै 10 रुपियाँ क्यामेराम्यानमा फी लाग्छ है यहाँ ए बाँकी कसरी बाँकी भयो दाइ अर्को कन्या अहिले सबले दिने भान्जी जानु यता हिरो यहाँ चाहिँ है यो भिलनहरू हो अर्को टिका आइजन टिका लगाइदिनु 10 रुपियाँ दिने टिका लगाइदिनु 10 रुपियाँ दिने पैसा ल्याऊ दिन पर्छ 2 रुपियाँ ल 2 रुपियाँ भयो नि त सबलाई गाई जा झगडा भएको त पहिला चल्न त पैसाको डिस्प्युट यसो तपाईँको 50 रुपियाँ दिनु कस्तो खाँदैन क्यामेरा फी लाग्छ है क्यामेराम्यान फी लाग्छ है रितिका दिदी क्यामेरा हिँड्दै होइन हिजो 20 रुपियाँ खाइ रितिका दिदी हेर्नु है चटपटे आएको म केलाई क्यामेराम्यान फी है मलाई दिदी म एक दर्जन गिरा जुत्ताहरू जाने है काखमा बस हामीलाई टिका लाउनु ल केटा बन्यो अब केडी भने यता मामा पागल हेलो वेलकम बाई यता दिदी यता हेर्नु दिदी तपाईँको क्यामेरामा तपाईँ हेर्नु न हामीलाई टिका लगाइदिनु टिका खरानी टिका टिका लगाइदिनु न सबले लगाइदिनु पर्यो सबले लगाएर होइन टिका लाउने खरानी लगाइदिनु टिका पैसा दिनु न टिका पुरा मजुलाई खोलाउँछ भाउजू टिका लगाएर मैले टिका लाउने हेर्नु झर्ने यहाँबाट हामीलाई दाइले टिका लगाइदिनु भयो टिका लगाइदिनु टिका लगाएर पैसा दिनु न खुट्टा केटा खुट्टा टिका लियो अनि पैसा पनि ओ केटा खुट्टा टिका लाएर दिन्छु आफ्नो पार्टी खोलौँ हामी अत मान्छे खोलौँ उसले पनि टिका लगाइदिनु भएन नि पर्दा बसे हैन तपाईँ म त पर्दा बसे हैन हामी चाहिँ ए माइक लगाइदिनु भयो लगाइदिनु धन्यवाद घाटामा हाम्रो आएको पैसा जान्छ अहिले अबको तपाईँले हामीलाई टिका लगाइदिनु भयो हामी पर्दा बस्यो टिका लगाइदिनु भने बढ्दा पैसा गयो पर्दा बस्यो हैन पर्दा बस्छ यता यता पर्दा टिका लगाएर पैसा दिनु पैसा तर यहाँ नगर डर लाग्यो पर्दा बस्ने मात्रै हो हामी पर्दा बस्ने हैन मलाई त पासपोर्ट लगाइदियो
हाय भन्नु न पछाडि पुगेर बसिरहनु टेपले अलिअलि ढुङ्गाले हाल्नु हजुर त्यो माथि कस्तो राम्रो आयो भन्दैन न मिल्छ रिभर्स के ओ दाइ 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 रिभर्स हो हैन दाइले हाम्रो लेख्नु भयो रसिदाले हैन रिभर्स फाले मैले देखेँ तलबाट तपाईले नि ओइ मैले रिभर्स फाले नि ओइ मैले रिभर्स फाले के भन्ने हो भन तल पानी हेलो हेलो दुखियो हो देखा भइसक्यो धेरै हल्ला सक्यो के गरेको के गरेको के गरे हो के गरेको टोपी लगाइदिएको
मेरो बाबाको हिसाब मैले लगाइदिने हो मेरो बाबाको भाग मेरो बाबा छैन नि त यहाँ त्यो मैले लगाउने हुन्छ भनिसक्यो त्यो के भयो गएर गएको टिका दिदी मन्दिर चाहिँ कुन बेला लाग्छ होला अब एकछिन दिनु खै अस्ट्रेलिया फोटो खिचाएको होइन यहाँ फोटो खिच्दैन बहिनीको यहाँ छ खिचिरहेको ए म अङ्कललाई फोन गरिदिनु अङ्कललाई फोन गरिदिनु आज मिलाइदिनु तपाईँको भाकरी टिका लाउँदै थियो अङ्कल तपाईँको भाकरी टिका लाउँदै थियो तपाईँको प्रतिनिधित्व ए नीतिकाको पालो नमस्ते गर्दैन नजिकै गएर देखाउनु न यस्तो लगाउने हो कि छोराहरूले कृष्ण भयो दिदीका पाइन आउनु त एउटा फोटो खिच्नु टाइम छैन छोरो दिनु बिस्तारै छो मात्र ल यस्तोमा छोरी यस्तोमा रुलाएर फेरि यहाँ नानी हो दाजु बुवालाई यहाँ पुरो फर्काउनु पर्यो म पनि छोरा हो बाबा पुग्यो भने छोरै हो नि अलि अरू छ न यसो अब ठिक होला बरु यसलाई तल गरेर ठिक होला के दुईजना भएर सबैलाई
भाले बचाएर उठाइदिने उठाइदिउ जुत्ता मात्र खोले हुन्छ चर्चा पर्दैन जुत्ता मात्र खोले पछाडि अझै ल बाजे भन्नुहोस् अब मामा त्यसमा दिनु नै बसेर बस तिमी बसेर लगाइदिने होला अगाडिले बस्न पर्यो झ्याप लाएर पूजा गर्नु पर्दैन फोटोहरू खिचौँ न यतापट्टि मलाई पनि अलिकति पछाडि हटेर राम्रोसँग फोटो खिच्नु पाए हुन्थ्यो अलिकति पछाडि गएर राम्रो हिरो के छ ये चाहिँ के हो एकछिन भयो एकछिन यतापट्टि बसेर खुला गर्नु यसो चाहिँ फ्रेममा तपाईँले फ्रेममा राख्नु पछि गर्नु बाबा रुम गयो आमाले र बाले बाले पारेले कसैलाई भन न तिम्रो नि आउँछ त अनि कसलाई दिने एकछिन त्यहाँ फोटो अलि हजुर ल
रेडी हुनुभयो रेडी गाह्रो भएपछि तपाईँलाई पुष्पानी कसले छ दुईटा अर्को पुष्पानी बाबु बिहे भयो हेर्न पाथ्यो हेर्न पायो एकछिन होइन निकालेर हाल्यो सङ्कल्प यहाँ गर्नुलाई कति छ गर्नुहोस् त दुलै भयो मा कस्तो लागिरहेको ठिक लागिरहेको ठिक हिमगिरी खण्ड नेपाल पूर्व विभाग हिमाञ्चल माई मनोकामना गोरखकालिका मुक्तिनाथ भारधाम तीर्थादि पश्चिम विभागे अब्रह्मरी छकोटोर नेपाल राज्य नेपाल यहाँ कुर्सी टिपालमा यहाँ कुर्सी ब्याग गरेर अहिले चाहिँ ब्याग गर्नु न एकपल्ट ब्याग होइन पछाडि चाको राख्नु अर्को भाले हुँदैन त्यसमा लाने होइन टप खोल्नुपर्छ होला कि त्यो पेजले त बन्द भयो पेज खोलेर बल्ल पाल देखिन्छ यस्तो गरेपछि त अगाडि पो हुन्छ नि बल्ल पो हुन्छ त छिराएर अगाडि भएन तर खै छोरी अलि यो हो त्यो यसो पसन्द पर्छ नि यो सफल पनि एउटा राख्नुहोस् टप खोल्दिउँ अनि टप भयो खोल्नु पर्ने हो त्यत्रो छ एउटा पैसा
एउटा नैवेद्य पनि तपाईँहरू गरिदिनु मैले कानबाट एउटा ल्याउनु फुल राख्नु सप्तशती शुद्ध देवी देवता मन्त्र पुष्पाञ्जलि पत्र पुष्पाञ्जलि मैले समाइदिउँ कि अब ठेउकोले छिरेर हामीले यसो 8 दिन कि आयो के भने 8 दिन टेबल छैन तपाईँले सामान सही हुन्छ समाउनु मलाई त्यसै लाग्यो यसरी समाजले
ए चोरा छ यार बादल कस्तो लागेको केटा लिनु चाहिँ एक दुईजना मैले देखाएको छु ए बाहिर जाने हो घन्टी बज्यो अब उतै जाने अब बोक्ने कि गइहाल्छ नि गाडीमा हिँडेर जाने होइन क्या कति अहिले हो कन्ट्याक्ट भन्दा नि उयो चाहिँ हाम्रो अलिक घुम यता घुम न समान्ने कुरो त्यहाँ देखेपछि आफै हाल्छ यो खुट्टा हाल्नु सजिलो हुन्छ टाउ टाउ निहुराउनु दालाई सिकाउनै पर्ला नि होइन त्यो तेरो खुट्टामा बसेकै छैन मेरो भाइ मलाई बाई 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 आधा लाना बाई 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 अब कोही छैन मेरो तीन बजे तीन आयो मेरो खुट्टा चढ्ने बिचरा कस्तो अल्छी के कान्छ छोरो तिमीले के खानु भएन यो पाइप तान्नु
त्यो मिलाउँदा मुनिको त्यो मिलाउँदा सिधा बनाउँछ त्यो चाहिँ ढोका खुल्ला छ म त रुन म कहिले कहिले मलाई रुन नि मन लाग्छ यो मन्दिरको के हो दाइ वनदेवी वन्दे यो वनदेवी महादेव शिव स्कुल बिदा भइसक्यो र भइसक्यो हाम्रो आज स्टार्ट बिदा हुन्छ तपाईँलाई याद नभएको स्टाफ मिटिङ हुन्छ क्या हाम्रो प्रत्येक हाम्रो परिवारमा जानु पूजा गरेर आउँ न हामीले पूजा गरेर आउँछ नि अब हामीले यति गरेर छौँ नि दाइ बिदा भयो बिदा भइसक्यो जानु न बुतेर जानु न पहिला शिवजीले गरे शिवजी हेर्नु अब यहाँ दर्शन गर्नु नि त दर्शन गर्नु नि त शिवजीको छोरा यहाँ भक्त कि हामीले गर्ने के तपाईले ल यो समाज आउनु त ऋतिका चाहिँ बेस्ट हात आउँदा केही पनि हुँदैन नि अरे त अब यता पूजा गर्छ ऋतिका दिदी हात आउँदा केही पनि हुँदैन नि यस्तो जय विजय परिणाम हिजो निस्क्यो होइन परिणाम चाहिँ सबैलाई भिडियो बना भाउ तिमीलाई मेरो आउने हाल्दै भयो भयो अब बच्चाहरु बस्छ है ल हजुर म को भने तिम्रो ठुलो भाउ होइन हजुर चौरासीको मान्छेको के गर्नुहुन्छ माइलो छोरो हजुर चौरासी कस्तो लाग्यो राम्रो लाग्यो मान्छेले 84 भनेको जो पाए त्यो मान्छे गर्न सकिँदैन हाम्रो बुवा 84 वर्ष पुरा हुनुभयो 84 वर्ष भनेको नेपालीहरूकोमा धेरै ठुलो कुरा 84सम्म बाँच्नु भनेको त्यही भएर 84 गर्दाखेरि चाहिँ फेरि पुनः जन्म जस्तै हो यो एउटा पाख्ने पनि भन्छ कि अरे यसलाई त्यही हो हामीलाई खुसी लाग्छ धेरै धेरै यति गर्न पाएकोमा फेरि भन बुवा आमाको यस्तै के अरे सुस्वास्थ्य दीर्घायु अझ रहोस् फेरि 100 वर्ष बनाउन पाऊँ त्यही भन्न चाहन्छु मेरो बुवाको ठाइली छोरी हो हजुर राम्रो स्वास्थ्य भयो भने त्यति भएपछि राम्रो हुन्छ चौरासी एकदमै राम्रो छ घरको नाम के हो
हजुरको नाम हजुरहरूको अब के भन्ने तिम्रो नाम के हो रे होइन हजुरहरूको भने भन्नु न नाम अत्तर श्रेष्ठ हो हजुरको पढ्नुहुन्छ म मेरो ठुलो बुवा बन्नुहुन्छ ठुलो बाको छोरी मेरो नेपाली नराम्रो होला है तर 84 कस्तो लागिरहेछ एकदम राम्रो लागिरहेछ फोन आइरहेछ छोरी अनि हजुर बाबालाई के भन्न चाहनुहुन्छ एकदम राम्रो हुनु स्वस्थ हुनु भन्न चाहन्छु रे कि भन्न आउँदैन के नहोस् त नाम के हो पुनम श्रेष्ठ हजुरको भन्नुहुन्छ कसको बामाको म नातिनी बुहारी नातिनी बुहारी 84 कस्तो लागिरहेछ 84 एकदम रमाइलो भइरह अनि के अरू 84 पछि अब कहिले भेट्ने भन्ने होइन अब रीतिका अर्कोचोटि आउँछ नि फेरि भेट्ने है अब हजुर बाबालाई के भन्न चाहनुहुन्छ बामा सधैँ हेल्दी हुनु अनि धेरै बाँच्नु त्यही हो हजुरको नाम के होला मेरो नाम पर्यो अत्तर कुमारी श्रेष्ठ हजुर हजुरको पढ्नुहुन्छ हजुर म त यो अन्तर्वार्ता लिन आउने कान्छा दाईको बहिनी साइली पर्छ बाबाको को भन्नुहुन्छ बामाको साइली छोरी खाली छोरीहरू हजुर बाबाको अनि हजुर 84 कस्तो लागिरहेछ झ्याम लागिरहेछ झ्याम झौरा नो झ्याम झ्यामहरू खायो होइन मलाई अब खाना पाए सम्झेर बस्नु हजुर बाई के भन्न चाहनुहुन्छ हजुर बाबालाई के भन्न चाहनुहुन्छ बामालाई के भन्नुपर्छ सिका त के भन्ने मलाई भन्न हामी सिकाइदिनु है स्वस्थ रहनु है दीर्घायु रहनु अब जे सम्झे पनि राम्रो हुनु है त्यही भन्न आशीर्वाद दिन चाहन्छु ल बाई थ्याङ्क यू नमस्ते हजुर नाम के भइसक्छ मेरो नाम चम्पा श्रेष्ठ हजुरको पढ्नुहुन्छ कसको बामाको माइली छोरी माइली छोरी हजुर हजुर 84 कस्तो लागिरहेछ 84 भनेको एकदम रमाइलो एकदम आनन्द होइन सायद जो पाइ त्यसले 84 भनेर गर्न सकिँदैन कतिपयले पाउँदैन हाम्रो पाएका छौँ हामी यसमा धेरैभन्दा धेरै खुसी छौँ होइन र अनि आनन्द पनि छ मैले बाबा र मालाई के भन्छु भने हामी सधैँ बाबामाको छोरी भएर बच्चा भएर बसिरहन पाऊँ होइन उहाँहरू दीर्घायु होस् उहाँहरू स्वस्थ रहोस् होइन अबका दिनहरूमा अनि उहाँहरूले चाहिँ सबै आनन्द सबै छोराछोरीबाट आनन्द पाओस् छोरा बुहारी नाति नातिनाबाट आनन्द पाओस् उहाँहरूले छोरा बुहारी नाति नातिनाको हौसला उहाँहरूको प्रगति भएको उहाँहरूले सुन्न पाउन् देख्न पाऊँ होइन उहाँहरू चाहिँ एकदम हर्षित हुनुहुन्छ होला भन्ने म त्यही भन्न चाहन्छु धन्यवाद ल हजुर नाम के होला मेरो नाम सबैको ठुलो दिदी सबैको ठुलो दिदी ल ल ल पवित्र जोशी हजुरको पढ्नुहुन्छ 84 गर्ने मान्छेको मेरो बुवा हजुरको बुवा म ठुलो छोरी ठुलै ल हजुर 84 कस्तो लागिरहेछ एकदम राम्रो यति मात्र भन्ने हो अनि के भन्ने हजुर 84 कस्तो लागिरहेछ रमाइलो छ राम्रो छ बाको 84 गरेको हेर्न पाछौँ आनन्द छ बाबालाई के भन्न चाहनुहुन्छ बाबालाई सधैँ यस्तै स्वस्थ भइरहन् दीर्घायु भएर बसुन् शुभकामना नमस्ते हजुरको नाम के होला कमला श्रेष्ठ हजुरको पढ्नुहुन्छ 84 गर्ने मान्छेको 84 गर्नेको म काइली छोरी काइली छोरी लाइदिनु अनि हजुर 84 कस्तो लागिरहेछ राम्रो मस्त व्यस्त एकदम खुसी हजुर बाबालाई के भन्न चाहनुहुन्छ बाबालाई दीर्घायुको कामना शुभकामना भन्न चाहन्छु कृष्ण श्रेष्ठ हजुरको पढ्नुहुन्छ म कान्छी छोरी कसको बुवा आमाको जसको अहिले 84 गरेर राख्नु भएको बुवा आमाको कान्छी छोरी अनि हजुर 84 कस्तो लागिरहेछ एकदम रमाइलो एकदम रमाइलो हाम्रो इच्छाहरू पुरा भयो अनि
हजुर बाबालाई के भन्न चाहनुहुन्छ उहाँहरूको सयौँसम्म आयु बढोस् सुस्वास्थ्य दीर्घायु सधैँ भइराखोस् यही भन्न चाहन्छु थ्याङ्क यू नमस्ते ज्यू भाग्य अनि को हजुरबा अब हजुरदिका हजुरबा ए हजुरबा नमस्ते अनि सन्चै हुनुहुन्छ म एकदम सन्चै छु हजुर नाम के हो मेरो नाम भुवन श्रेष्ठ हजुर नाम के हो भुवन श्रेष्ठ अनि हजुर को पढ्नुहुन्छ 84 गरी मान्छेको मेरो दिदीको ससुरा बा ससुरामा बा ए बा ससुरा बा आमा ससुरा कस्तो लाग्यो एकदम राम्रो लागेको छ हेर्नु ट्याक्कै हेर्दाखेरि टक्क नयाँ दुला दुलैन भर्खरको केटाकेटी जस्तो देखेको छ होइन फुर्मालाले सजेको छ अझै आमालाई हेर्नु त्यहाँ पहेँलो त्यो साडीमा आमामा झलमल्ल हेर्दैखेरि 24 वर्षको त्यो पहेँलो उस बुट्टा हेर्नु न त्यहाँको 18 वर्षको टक्क केटी जस्तो देखेको छ टक्क लाएर अझ चस्मा लाउँदाखेरि त्यो हेर्नु त महात्मा गान्धीको जस्तो गोलो गोलो चस्मा छ टक्क निधारभरि त्यो दसैँमा जस्तो जमरा के टिका छ ल भाइ अनि अब हजुर के भन्छ बाबालाई के भन्न चाहनुहुन्छ बा आमालाई अब 84 मात्रै होइन 84 वर्ष अर्को के हुन्छ त्यो पनि मनाउन पाऊँ यसरी नै सबै परिवारसँग भन्न 100 वर्ष हो सेन्चुरी हान्नुपर्छ हो बा आमाले हो त्यति भए पुग्यो मलाई वेलकम हजुर नाम के हो मेरो नाम असल श्रेष्ठ हजुर को पढ्नुहुन्छ 84 गरी मान्छेको 84 गरी मान्छेको को जेठो नाति जेठो छोराको जेठो नाति सबभन्दा जेठो हो यार सब यहाँ त जेठो हो पूर्णोदयको जेठो छोराको जेठो नाति ओके छ त जेठो छोराको जेठो नाति कि जेठो छोराको जेठो छोरो जेठो छोराकोबाट जेठो नाति के ल हजुर 84 कस्तो लागिरहेछ मलाई 84 एकदम रमाइलो लागिरहेछ त्यति मात्रै भन्ने हो र रमाइलो छैन अझै एक्सप्लेनेसन छैन एकदम रमाइलो खुसी आएर खोके त्यस्तै सर्ट एन्ड कसलाई बामालाई आई लभ यु अल नेपालमा भनिदिनुहोस् ए नेपालीमा के भन्छ आई लभ यु म धेरै माया गर्छु सबैलाई सोधेपछि के गर्नु आउने मान्छे होला अब के गर्नु अब यस्तै हो त्यति हो थ्याङ्क यू तिम्रो नाम के हो रस्ना तिमी को पढ्छौ बामाको तपाईँको नो 84 गरी मान्छेको को पढ्छौ के अरे नातिनी कुन चाहिँ नातिनी कस्तो नातिनी कान्छी नातिनी सबभन्दा कान्छी नातिनी हो र मेरो बहिनी पनि छ नि सबभन्दा कान्छी त हो नि तिमीभन्दा कान्छी छ त सेकेन्ड कान्छी भन न सेकेन्ड कान्छी नातिनी हो तिमीमा 84 कस्तो लाहा राम्रो लाहा एकदमै तिमी बामालाई के भन्ने चाहन्छ कसको बामालाई के भन्न चाहन्छौ आई लभ यु नेपालीमा भन्देऊ न म धेरै माया गर्छु त्यही माया गर्छु त्यति मात्र हस् बाई बाई हजुरको नाम के हो पम्फा दमाई हजुरको नाम के हो पम्फा दमाई साथी भन्नु न साँच्ची सबै देखाउनु के हजुर नाम के हो मेरो नाम प्रेसल श्रेष्ठ हजुर को पढ्नुहुन्छ 84 गर्ने मान्छे 84 गर्ने मेरा हजुरबुवा हजुरआमा पढ्नुहुन्छ उनीहरूलाई म बाबा मा भनेर बोलाउँछु हजुर सक्यो खलास अनि हजुरलाई 84 कस्तो लागिरहेछ हजुर रमाइलो लागिरहेछ के 84 को बारेमा के भन्न चाहनुहुन्छ के भन्ने अब अघि बाहुन बाजेले भनेअनुसार 84 को एउटा एक्सप्लेनेसन भन्ने छ हजुर त्यो भनेको चाहिँ वाट डज 84 एक्चुअली मिन भन्दाखेरि मैले जिन्दगीमा जति पनि धन कमाएँ सब मलाई पुग्यो अब म अब के भनेको थियो कि म अब रिटायर लाइफ अब मलाई कसैबाट केही चाहिँदैन पुग्यो मलाई म खुसी छु सम्पन्न छु भन्ने टाइपको त्यस्तै के भनेको थियो क्या दाजुले त्यही हो 84 भने अनि हजुर बामालाई के भन्न चाहनुहुन्छ के भन्ने हो खै कस्तो नाति भरे के भन्न चाहनुहुन्छ आई लभ माइसेल्फ नेपाली ओन्ली कम्तीमा मैले त आई लभ यु भनेको थिएँ अन्त आई लभ देम अल्सो त्यति मात्र हो देन खलास ओके हजुरको नाम के होला सुप्रिया श्रेष्ठ हजुर 84 मान्छे को भन्नुहुन्छ नाति कि नातिनी अनि हजुर 84 कस्तो लागिरहेछ राम्रो
राम्रो महाबालाई के भन्छ खै थाहा भएन के भन्नु न के भन्ने के भन्नु मलाई नि थाहा छैन थाहा छैन नाम भन्नुहोस् वृत गोपाली कपाडी गोपाली गोपाली हजुरको पढ्नुहुन्छ 84 गर्ने मान्छेको नाति कुन चाहिँ नाति नाति अब नाति हजुर 84 कस्तो लागिरहेछ रमाइलो रमाइलो महाबालाई के भन्न चाहनुहुन्छ हजुर महाबालाई के भन्न चाहनुहुन्छ नमस्ते अरे किन भने के भन्ने मैले माया लाग्दैन छिटो आउनुस् बाबा बामा के बामा मामा त्यो छिटो नेपाल फर्किनुस् बामा के बामा बाजी कङ्ग्रेचुलेसन कङ्ग्रेचुलेसन कसलाई आई लभ यु यत्रो समयसम्म बस्नु भएको छ अझ धेरै बाँच्नु छ हाम्रो बिहे हेर्नुहोस् दिदीको बिहे होइन हो नि त अनि अरू केही पनि बोल्न आउँदैन मलाई नाम के हो सौहार्द श्रेष्ठ हजुर बामाको को भन्नुहुन्छ नाति कुन चाहिँ नाति चम्पा श्रेष्ठको छोरो ल 84 कस्तो लागिरहेछ राम्रै लागिरहेछ अगाडि हेर भन्न राम्रै लागिरहेछ एकदम राम्रो अरू के भन्न चाहन्छौ 84 को बारेमा एकदम राम्रो भइरहेछ के भन्नु बाबालाई के भन्छस् अझै बाँच्नुस् हजुर एनीथिङ एल्स एनी मोर रोग केही नलागोस् हजुर सबै नमस्ते रिया श्रेष्ठ तिमी को पढ्छौ म नाति कुन चाहिँ अब सबभन्दा कान्छीको छोरो जेठो छोरो जेठो छोरो सबभन्दा कान्छो नाति हो र कान्छो नाति त होइन कान्छो नाति चाहिँ होइन नाति अब अघि नखो शम्भुमा होइन को मामा ए उहाँ हो सोसिक अनि 84 कस्तो लागिरहेछ राम्रै लागेको छ अनि अरू केही सोध्नु अनि बाबालाई के भन्न चाहन्छौ अब बुवा आमाको लाइक एज धेरै नै लामो होस् रोग नलागोस् अनि 84 चाहिँ धेरै रमाइलो भएको छ अनि एउटा नयाँ मामा भेटायौँ क्या आज मेकअप नि गर्छ कि हुन त केटी हो अब मामा बनाइदिएन अब आजदेखि मामाको ट्याग पाएको छ ल त्यही हो मामालाई देखाउन चाहन्छौ मामालाई देखाउँ न एकचोटि क्यामेरा चेन्ज मै हो मामा है त ल ल यति गर्दै धन्यवाद ल बाई हजुरको नाम के हो मेरो नाम प्रथम श्रेष्ठ हजुरको पढ्नुहुन्छ म नाति कान्छो नाति सबभन्दा कान्छो नाति अनि 84 कस्तो लागिरहेछ मलाई रमाइलो लागिरहेको होइन अब धेरै पछि देखेको आफ्नो हजुरबालाई रमाइलो लागिरहेको हजुर अनि बाबालाई के भन्न चाहनुहुन्छ कसलाई बाबालाई के भन्नु अब होइन सधैँभरि अब यसरी नै खुसी हाँसेर बसिरहनु हजुर होइन हजुर त्यति मात्रै नाम के होला मेरो नाम राजन श्रेष्ठ हजुरको पढ्नुहुन्छ 84 गर्ने मान्छेको 84 पूजामा 84 गर्ने व्यक्ति चाहिँ मेरो ससुरा बुवा हुनुहुन्छ उहाँ चाहिँ मेरो कान्छो उहाँको चाहिँ म कान्छो छोरी ज्वाइँ कस्तो लागिरहेछ एकदम राम्रो रमाइलो अब यो आफ्नैमा परेको भएर एकदम खुसियाली छाइरहेको छ यो 84 पूजामा रमाइलो लागिरहेको छ बाआमालाई यो 84 पूजाबाट चाहिँ उहाँहरू चाहिँ भगवान सरी हुनुभयो देवी देवता हुनुभयो अब उहाँहरूबाट हामीले आशीर्वाद पनि पायौँ उहाँहरू पहिला पनि भगवानै हो र अहिले झन् भगवान भन्दा नि महाभगवान हुनुभयो मेरो नाम सरिता जोशी हजुर को पढ्नुहुन्छ 84 गर्ने मान्छेको म बुहारी माइली बुहारी अनि हजुर 84 कस्तो लागिरहेछ एकदम रमाइलो जीवनको एकदम अवस्मरणीय क्षण भन्छ कहिले बिर्सनै नसक्ने क्षण हो यो अनि 84 गर्ने मान्छेहरू के भन्न चाहनुहुन्छ अब उहाँहरू चाहिँ आजबाट चाहिँ भगवान हुनुभएको छ होइन यसरी नै धेरै समय उहाँहरू चाहिँ बाँचिराखोस् हामीले देख्न पाऊँ होइन उहाँहरू चाहिँ हाम्रो परिवारको अग्रज हुनुहुन्छ होइन सधैँ उहाँहरूलाई अग्रज मानेर पुजिरहन पाऊँ थ्याङ्क यू धन्यवाद नाम के हो सोसिक अनि तिमी 84 गर्ने मान्छे को पढ्छौ म के भन्थ्यो मम्मीको छोरीको त्यो छोरीको छोराको पढ्छौ नाति होइन नाति अनि 84 कस्तो लागिरहेछ 84 राम्रै लाग्यो
अनि हजुरलाई 84 गर्ने मान्छेलाई के भन्न चाहनुहुन्छ? सेन्चुरी हानेर मर्नु। के भने? सेन्चुरी हानेर मर्नु। मर्नु भन्यो नि? बित्नु। बित्नु। अरु के भन्ने? अरु छैन। त्यति मात्र हो? थ्यांक यू। ल बाई। अनुज बिया? हजुर। अनि हजुर चाहिँ 84 गर्ने मान्छे को पर्नुहुन्छ? हजुर? हजुर 84 गर्ने मान्छे को पर्नुहुन्छ? मेरो ससुरबा। ससुरबा? हजुर। म माइले ज्वाइँ। अनि हजुरलाई 84 कस्तो लागिरहेछ? राम्रो लाग्छ। हजुर। अनि एकदम खुसी लाग्छ। बुवामाको हातबाट आशिक लियो है, एकदम खुसी लाग्छ। अनि हजुर के भन्न चाहनुहुन्छ मापालाई? मापालाई के भन्न चाहनुहुन्छ? मापालाई धेरै बाँचोस्, आशिक लागोस् है, बुवामाङले दिएको आशिक लागोस् मलाई होइन। मेरो पनि धेरै शुभकामना, सधैँभरि माया होस्। हेलो सन्जै छु। हजुरको नाम के पर्यो? मलाई त सबै मेरो दिदी भेनाजु। हजुरको नाम चाहिँ? हजुर नाम साली। साली? भेनाजुको साली। भेनाजुको साली? हजुर। अनि 84 कस्तो लागिरहेछ हजुरलाई? एकदम राम्रो, सौला समय सफा, एकदम खलास, राम्रो रमाइलो। हजुरको दिदी भेनाजु के भन्न चाहनुहुन्छ? राम्रो हुन् सबै। भ्याइ नभ्याइछु भन्नु न। भ्याइ नभ्याइछु। दिदी भेनाजु दिदी एकदम राम्रो छ, सफल छ है। अनि हजुर हजुर घर कहाँ? अस्ट्रेलिया। डलर कति आइपुग्यो त? बाजे बजे डलर कति आयो त? नमस्ते। नमस्ते। हजुरको नाम के पर्यो? मेरो हरि श्रेष्ठ। अनि हजुर चाहिँ को पर्नुहुन्छ? मेरो मामा हो। हजुरको मामा? हजुर। अनि हजुर 84 कस्तो लागिरहेछ? एकदम रमाइलो लाग्छ। हजुरले माबालाई के भन्न चाहनुहुन्छ? अब दीर्घायु जीवन होस् भन्ने चाहन्छु। त्यति हो? सबैलाई शुभकामना यो 84 को है। ल र तिमीलाई पनि, तिमी त्यहाँ अस्ट्रेलियादेखि आयो है। ल तिमीलाई पनि धेरै धेरै धन्यवाद है। ल थ्याङ्क यू। हजुर नाम के होला? सुशीला श्रेष्ठ। अनि हजुर को भन्नुहुन्छ? म तिम्रो निनी। मेरो दिदी हैन, अब 84 गर्ने मान्छे। बतिजी। बतिजी? अनि हजुर 84 कस्तो लाग्यो त? एकदम रमाइलो, राम्रो। अनि के भन्न चाहनुहुन्छ 84 गर्ने मान्छेहरूलाई? 84 गर्ने ठुलो बुवा ठुलो मम्मीहरूलाई हामीहरूलाई धेरै राम्रोसँग के भन्छ अब आशीर्वाद दिनु होइन। अनि उहाँहरू चिरञ्जीवी हुनु।
यो हामी सबैजनाको एकमुष्ट हो है पाँच 6 जना दिदीबहिनी थुप्रो भएन के चाहियो मोबाइल दिदीबहिनीको दिदीबहिनी मिसिन्छ होइन हाम्रो छोरीहरूको अगाडि हो त नि हामी सबैको त्यही फुलनी कोही त आइदिन है के भने मैले पुरा बुझिदिएँ लुट्नु पर्छ कि होइन नि यसमा त 1x भन्दै थियो नि माइनस छैन
दादा